नमस्कार। 2082 सालको मेष राशि भएका व्यक्तिहरूलाई कुन महिना राम्रो छ? 2082 सालमा मेष राशि भएका व्यक्तिहरूका लागि कुन महिना राम्रा र लाभदायक छन्, कुन कर्महरू गर्न योग्य कर्महरू छन् र कुन काम गर्दा लाभ प्राप्त हुन्छ, कुन काम गर्दाखेरि हानि प्राप्त हुन्छ, त्यसको उपाय के हुन सक्छ र कसरी अगाडि बढ्दाखेरि राम्रो हुन्छ, कुन कलर, कुन दिशा, कुन नम्बर अथवा कति गते कति तारिकमा तपाईले कुन महिना काम गर्दाखेरि तपाईको लागि लाभदायक छ त? स्वदेश राम्रो, विदेश राम्रो, रोकिएका धन पैसाहरू कस्ता हुन्छन्, यी सम्पूर्ण कुराहरूको जानकारी लिएर उपस्थित भएको छु। म ज्योतिष आचार्य गोविन्द पाण्डे। तपाई हेर्दै हुनुहुन्छ शास्त्र विज्ञान युट्युब च्यानल। शास्त्रभित्र रहेका ज्ञान विज्ञानका कुराहरू तपाई समक्ष प्रस्तुत गर्न उपस्थित भएको छु भने आजको बसाइमा अवश्य पनि हामीले 2082 सालको राशिफल हेर्नेछौँ। मेष राशि भएका व्यक्तिहरूका लागि कुन महिना राम्रो छ र कुन महिनामा कुन कार्य गर्न उपयुक्त हुन्छ, कुन राशि भएका व्यक्तिहरूसँग मिलेर काम गर्नुस् र कुन व्यक्तिसँग नमिल्नुस् अथवा पार्टनरी गर्दाखेरि हुन्छ कि हुँदैन, अथवा कुन दिशा, कुन कलर, कुन नम्बरमा तपाईलाई लाभ हुन्छ। आउनुहोस् चर्चातर्फ लागौँ। मेष राशि भएका व्यक्तिहरूका लागि चु, चे, चो, ला, ली, लु, ले, लो, अ यी अक्षर यदि तपाईको नामको पहिलो अक्षर हुन् भने तपाईको मेष राशि रहन जान्छ र मेष राशि तपाईको जीवनसँग मेल खान जान्छ। वर्षको आरम्भमा बृहस्पति र केतुले शुभ फल दिने खालको योग बनिरहेको अवस्था छ। अब तपाईले बृहस्पति र केतुको प्रभावले गर्दाखेरि शैक्षिक कामहरूमा तपाईले सफलता प्राप्त गर्ने, धार्मिक कामहरूमा सफलता प्राप्त गर्ने खालको योग बनिरहेको अवस्था हामीले देख्न सक्छौं। सुरुका दिनहरूमा वर्षको आरम्भमा ग्रह गोचरको कुराहरू गर्नुपर्दाखेरि तपाईलाई पनि यो वर्ष सन्तोषजनक फल प्राप्त हुने खालको योग बनिरहेको अवस्था देख्न सकिन्छ। मेष राशि भएका व्यक्तिहरूले सुख सन्तोषहरू बढेर जाने खालको योग छ। प्रेम प्रेमिकाको सम्बन्धहरू झन् प्रगाढ बन्ने खालको योगहरू बनिरहेको अवस्था पनि देख्न सकिन्छ। आम्दानी र सञ्चित धनको सन्तुलन मिल्नेछ, अर्थात् आम्दानी बढ्दै जाने खालको योग छ। रोकिएका धन पैसाहरूको योगहरू पनि राम्रो बन्ने खालको योग देखिन्छ। धार्मिक क्षेत्रमा मन लाग्ने खालको देखिन्छ। दिन दुखी गरिबहरूलाई सेवा गर्ने मौका प्राप्त हुने खालको योग देखिन्छ भने धार्मिक तथा सांगीतिक यात्राहरूले तपाईलाई निकै आनन्ददायक बनाउने खालको योग बनिरहेको अवस्था देख्न सकिन्छ। परिवारमा मांगलिक कार्यहरूको शुभारम्भ हुनेछ, जुन कार्यले गर्दाखेरि मन धार्मिक बन्नेछ र धर्म कर्मप्रति मन लाग्ने खालको योग बनिरहेको छ। यो महिना तपाईको लागि जेठ पछि मिश्रित फल प्राप्त हुने खालको छ। जेठसम्म तपाईका लागि एकदमै राम्रो, अर्थात् वैशाखको महिनामा हजुरका लागि एकदमै राम्रो खालको योग बनेको छ। वैशाखको महिनामा वैदेशिक यात्राहरूको कामहरू, मांगलिक कामहरू, शैक्षिक कामहरू र चाहिँ अन्य चाहिँ शिक्षासम्म सम्बन्धित कामहरू तपाईले गर्नुभयो भने अवश्य पनि लाभ प्राप्त गर्न सक्नुहुनेछ वैशाखको महिनामा मेष राशि भएका व्यक्तिहरूका लागि। तर जेठ पछाडि भने तपाईका लागि मिश्रित फल प्राप्त हुनेछ। जुन चाहिँ शिक्षा अथवा चाहिँ भनौँ न दुःख सुख इत्यादिहरू सबै मिश्रित भएर आउने खालको योग देखिन्छ। मिश्रित फलदायी रहने खालको अवस्था आउने खालको देखिन्छ। फजुल खर्चहरू बढ्न सक्नेछ जेठ पछाडिबाट है। अब चाहिँ फजुल खर्चहरू बढ्न सक्ने देखिन्छ। स्वास्थ्य केही कमजोर हुन सक्नेछ। साथीभाइहरूको लहलैमा लाग्दाखेरि खर्चहरू बढेर जानेछ। खर्चहरूको रकमहरू प्राप्त हुन निकै गाह्रो पर्ने खालको योगहरू पनि देखिन्छ। त्यसो भएको हुनाले यतापट्टि हेर्नु पर्दाखेरि शनिको प्रतिकूलताका कारणले पनि विभिन्न झैझमेलाहरूमा चाहिँ नि फस्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। मुद्दा मामिलाको क्षेत्रहरू पनि तपाईका लागि त्यति लाभदायक देखिँदैनन्। आफ्नो पक्षमा फैसला हुने खालको योग भने कम नै देखिरहेको अवस्था देख्न सकिन्छ। विशेष गरेर कालो कपडाहरू नलगाउने र काला कपडाहरू दान गर्नुभयो भने पनि हजुरका लागि लाभदायक बन्ने खालको योगहरू बनिरहेको अवस्था चाहिँ हामीले देख्न सक्छौँ। विशेष गरेर जेठपछि राहु चाहिँ शुभ रहन्छ। फेरि जेठसम्म चाहिँ नराम्रो भएको राहुले सामान्य चोटपटकको योग पनि बनाइरहेको राहुले पैसाहरू फसाउने योग बनाएको राहुको चाहिँ प्रभाव जेठसम्म नराम्रो थियो भने जेठबाट राम्रो हुनेछ। फेरि जेठसम्म फेरि
केतु र बृहस्पति एकदमै राम्रो भएको हुनाले त्यो नराम्रो फलहरूलाई जितिरहेको अवस्था पनि हामीले देख्न सक्छौँ है। अब चाहिँ शुभ रहने खालको योग देखिन्छ र चाहिँ शनिको प्रतिकूलताका कारणले केही झैझमेलाहरू आउन सक्नेछ। कामकाजमा चाहिँ ढिलासुस्ती हुने खालको योग देखिन्छ। वैशाखमा चाहिँ स्थान परिवर्तनको योग पनि बनेको अवस्था देख्न सकिन्छ। एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन। यस्तै यात्राको योग बनिरहेको छ। अब जेठको महिनामा कस्तो छ त? जेठको महिनामा सामान्य हानि नोक्सानीहरू बेहोर्नु पर्नेछ। आम्दानीभन्दा केही खर्च बढ्न सक्नेछ। आफ्ना नजिकका व्यक्तिहरूका लागि खर्च गर्नुपर्ने अवस्था र आफ्नै लागि पनि अनावश्यक खर्च कहाँ भयो भन्ने पनि थाहा छैन, आफूसँग पैसा पनि छैन, त्यो अवस्थाहरू चाहिँ नआउला भन्न सकिँदैन। त्यसो भएको हुनाले जेठको महिना तपाईँका लागि त्यति राम्रो छैन। लामो समयसम्म दीर्घकालीन प्रभाव पार्ने कामहरू नगर्दा नै तपाईँका लागि राम्रो हुनेछ। भयको वातावरण बन्नेछ। अर्काको अन्डरमा काम गर्नुपर्दाखेरि आर्थिक झमेला तथा चाहिँ नि मानसिक तनावहरू बेहोर्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन। असार महिना तपाईँका लागि सुख प्राप्ति भनेर भनेको छ। धन प्राप्ति सुखम भन्ने फल तपाईँले प्राप्त गर्नुभएको छ। रोकिएका धन पैसाहरू तपाईँका लागि भनौँ न आउने बाटाहरू खुलिरहेको अवस्था पनि हामीले देख्न सकिन्छ भने वैशाख असारको महिनामा धन प्राप्तिका योगहरू बनिरहेका छन्। जागिर खोजिरहनु भएको छ भने नयाँ नयाँ जागिरहरू, नयाँ नयाँ अवसरहरू प्राप्त हुनेछन् र मुद्दा मामिलाको क्षेत्रमा पनि तपाईँलाई राम्रो फल प्राप्त हुनेछ। विजय प्राप्त हुने खालको योग बनिरहेको अवस्था पनि हामीले देख्न सक्छौँ मेष राशि भएका व्यक्तिहरूका लागि असारको महिना। यस्तै गरी साउनको महिनामा रोग तथा अति खर्च भन्ने फल तपाईँले प्राप्त गर्नुभएको छ। रोग रागहरूले जित्न सक्ने खालको योग छ। स्वास्थ्यका लागि केही खर्च गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। खानपानमा निकै ध्यान दिनुपर्नेछ र विशेष गरेर चिसोबाट र पानीबाट तपाईँलाई समस्याहरू देखिन सक्ने खालको देखिन्छ। नागको पूजा गरेर तपाईँ अगाडि बढ्नुभयो भने साउनको महिनामा निकै लाभ प्राप्त हुने खालको योग छ। साउनको महिनामा केही गाली गलोज तथा चाहिँ आरोप प्रत्यारोपहरू पनि तपाईँले खेप्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। यो मेष राशि भएका व्यक्तिहरूका लागि साउनको बेलामा चाहिँ नि रोग भयम भन्ने फल र चाहिँ अति खर्च केही चाहिँ नि सामान्य हुन्छ तर अति खर्च हुन सक्ने सञ्चित धनहरू खर्च भएर जान सक्ने सम्भावना देखिन्छ। मानहानिको योगहरू पनि बनिरहेको छ। आफूभन्दा तल्लो स्तरको मान्छेहरूले तपाईँलाई हेप्ने अथवा चाहिँ त्यो खालको व्यवहार गर्ने, मान सम्मानमा आँच आउने खालको कुराहरू चाहिँ तपाईँले सुन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। भदौ महिनामा आर्थिक समस्याहरू भए तापनि शत्रुहरू नाश भएर जानेछन् र विजय प्राप्त हुनेछ। केही आर्थिक समस्याहरू तपाईँले झेल्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। पैसाको कमी हुनसक्छ अथवा चाहिँ गर्न खोजेको आँटेको कामहरू नबन्ने भन्दा पनि आर्थिक कारणले गर्दा रोकिए तापनि तपाईँले गरेको आँटेको कामहरूमा सफलता भने अवश्य प्राप्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ, सुख प्राप्त हुनेछ, धन प्राप्त हुनेछ भने कार्तिकको महिनामा यात्रा गर्नुपर्ने अवस्था देखाउँछ भने यात्रामा केही खर्चहरू पनि नआउला भन्न सकिँदैन। सामान्य खर्चहरू बढ्न सक्ने खालको देखिन्छ कार्तिकको महिनामा। तर धार्मिक खर्चहरू बढ्न सक्ने खालको भएको हुनाले मन भने प्रसन्न रहने खालको देखिन्छ। मङ्सिरको महिनामा सामान्य स्वास्थ्यमा समस्या रहनेछ। खानपानमा तपाईँले ध्यान दिनुभयो भने अति नै उपयुक्त हुने देखिन्छ तर खर्च भने बढ्ने खालको स्थिति देखिँदैन। पुष महिनामा मानहानिको योगहरू बनिरहेको अवस्था छ। आफ्नो बाणीलाई र व्यवहारलाई संयम बनाउनु पर्ने देखिन्छ। आफ्ना सहोदर तथा सहकर्मीहरूसित चाहिँ निकै चाहिँ सावधान बनेर अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ। उनीहरूको सरसल्लाह लिएर उनीहरूलाई चाहिँ हातेमालो गरेर अगाडि बढ्नुभयो भने निकै लाभ प्राप्त हुने देखिन्छ पुषको महिनामा, विशेष गरेर मेष राशि भएका व्यक्तिहरूका लागि। माघको महिनामा कामहरू बन्नेछन्, रोकिएका धन पैसाहरू आउने र चाहिँ रोकिएका कामहरू पनि बन्ने खालको योगहरू चाहिँ बनिरहेको अवस्था चाहिँ हामीले देख्न सक्छौँ मेष राशि भएका व्यक्तिहरूका लागि। विशेष गरेर फागुन महिनामा धनलाभ हुनेछ। एकदमै धनलाभ हुने खालको योग बनिरहेको छ। दीर्घकालीन प्रभाव पार्ने कामहरूको सुरुवात हुनेछ। साथीभाइहरूको चाहिँ लहलैमा लाग्दाखेरि नजानेर गरेका कामहरूबाट पनि मनज्ञ लाभ प्राप्त गर्ने खालको योग बनिरहेको छ फागुनको महिना। र चैतको महिनामा अनावश्यक केही खर्चहरू बढ्न सक्नेछ। यात्राको योग पनि बनिरहेको अवस्था छ।
विशेष गरेर आफ्ना आफन्तहरूका लागि खर्च गर्नुपर्ने अथवा आफ्ना साथीभाइहरूका लागि खर्च गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ भने खर्चहरू बढेर जाने खालको योग छ। सन्तान वृद्धिको योग पनि बनिरहेको अवस्था पनि देखिन्छ। पशु व्यवसायमा अथवा चाहिँ कृषि व्यवसायमा लाग्नु भएको छ भने त्यस्ता व्यक्तिहरूले पनि मनज्ञ लाभ प्राप्त गर्न सक्नुहुनेछ यो महिनामा, अर्थात् यो महिनाभन्दा पनि यो वर्षभरि नै, अर्थात् चाहिँ नि मेष राशि भएका व्यक्तिहरूका लागि। अन्य पठन पाठनमा रहेका व्यक्तिहरूका लागि पनि लाभ प्राप्त हुने खालको योग रहेको छ। मेष राशि भएका व्यक्तिहरूले विद्यार्थी वर्गहरूमा पनि निकै रुचि अभिवृद्धि भएर जाने खालको योग छ भने वैदेशिक क्षेत्रमा राम्रो काम बन्ने खालको देखिन्छ। वैदेशिकी क्षेत्रमा हुनुहुन्छ भने मनज्ञ लाभ प्राप्त गर्न सक्नुहुनेछ यो वर्ष मेष राशि भएका व्यक्तिहरूका लागि। विशेष गरेर तपाईहरुका लागि आर्थिक दृष्टिकोणले असार, असोज, माघ र फागुन तपाईका लागि शुभ रहन गएका छन् भने अन्यहरूमा पनि तपाईले ध्यान पुर्याउनु पर्ने खालको देखिन्छ। विशेष गरेर तपाईले शेयर मार्केटको काम कारोबारहरू गर्नुहुन्छ भने यी महिनाहरूमा तपाईले काम कारोबारहरू गर्नुभयो भने निकै लाभ प्राप्त हुनेछ। र विशेष गरेर जग्गा जमिन खनिज पदार्थहरूको काम कारोबार गर्ने व्यक्तिहरू भने केही सजग हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। आगोको कामहरू अथवा चाहिँ नि यो ड्राइभिङको कामहरू गर्ने व्यक्तिहरूका लागि यो वर्ष त्यति राम्रो फल प्राप्त भइरहेको अवस्था छैन। त्यसो भएको हुनाले पनि एकदमै ख्याल गरेर अगाडि बढ्नुभयो भने हजुरका लागि शुभदायक हुने खालको योग बनिरहेको अवस्था देख्न सकिन्छ मेष राशि भएका व्यक्तिहरूका लागि। मेष राशि भएका व्यक्तिहरूका लागि प्रेम सम्बन्ध पनि प्रगाढ भएर जाने खालको योगहरू बनिरहेको छ। तपाईका लागि यो वर्ष विशेष गरेर 3 अङ्क, 4 अङ्क र 7 अङ्क तपाईका लागि अनि 1 अङ्क पनि तपाईका लागि शुभ अङ्क रहन गएको छ भने आइतबार, सोमबार र मङ्गलबार शुभ बार रहन गएको छ। दक्षिण र पूर्वको दिशा तपाईका लागि शुभ दिशा रहन गएको छ भने यस्तै प्रकारले तपाईका लागि एकदमै राम्रो र एकदमै लाभदायक समय भनेको अथवा चाहिँ नि गतिहरूको कुरा गर्दा पनि यिनी अङ्कहरूलाई चाहिँ लिन सक्नुहुनेछ भने तपाईले राम्रोसँग काम गर्ने, तपाईलाई साथ दिने राशि भएका व्यक्तिहरू भनेको तपाईको लागि कर्कट राशि, सिंह राशि र चाहिँ नि मीन राशि भएका व्यक्तिहरू हुनुहुन्छ भने अन्य राशिहरू खासै तपाईका लागि लाभदायक देखिनुहुन्न यो वर्षमा। त्यसो भएको हुनाले तपाईले हनुमान भगवानको आराधना गरेर अगाडि बढ्नुभयो भने अवश्य पनि लाभ प्राप्त गर्न सक्नुहुनेछ।